ओ यो पारामा हैन यसलाई के भन्छ अंग्रेजीमा स्टोन ग्रिल चिकन हो विजयले दिइरहेछ नि कनामा हैन ह्यापी न्यू इयर ह्यापी न्यू इयर अब यो पारामा त दिइसकेको राउडै हुन्छ नि यार guys, stay far. Rosan ini. Oh, ciso. डाङडुङ्गे डाँडामा पानी परिसक्यो हैन हाम्रो ह्यापी न्यू इयर अगाडि बढिरहेछ त्यो अब न्यू इयर स्पेशल हो क्या यो मान्छे राम्रै मौसमले च्यालेन्ज गरिसकेपछि कसको बाउ के लाग्छ र काका हेलो तपाईलाई नि मौसमले च्यालेन्ज गरिरह हो मौसमले च्यालेन्ज गरेन ल ल ल ल ल ल पानी पर्यो भने के हो नि त अब त्यही हो घुमाउने हो मौसमले च्यालेन्ज गरिसकेपछि अनेक हुन्छ बेल पनि छ ट्याक्क है यसरी बेल गर्ने ए बवाल भयो ल सबैको ऋण सकाउने वर्ष बनोस् 82 कुभलो सोच्नेहरूलाई झकझकाउने वर्ष बनोस् 82 पर्यो नि त नि हैन यसो विचार गर्दाखेरि हाम्रो मौसम चाहिँ 2082 सालको सुरुवाती दिनै अब यति धेरै कुल छ कि अब त्यसको भनि साध्यै छैन छ त चाहिँ साहब छैन नि त नि बवाल कुल छ हैन हेभेनमै आइपुगिरहेको छौँ हैन खासै भन्नुपर्दा चाहिँ मेरो मोबाइल चाहिँ फोन फेरि शट डाउन भयो ल ठिक छ ओके ए नेकेट बाइक हो नि त नेकेट बाइक चाबी नै छैन नेकेट बाइक हो क्या मेरो मासु पाए त भने काट्छ हो र मलाई त खासै मन पर्दैन यो यस्तो चाहिँ मेथी मलाई बवाल लाग्छ है अलि बढी लडेछ है यस्तो चाहिँ हार्डवर्क यहाँ अप्सन त स्विच अप्सन त राजा स्विच अप्सन त राजा यो
भाइ जाउँ न यस्तो भिडियो बनाउनु पर्ने बवाल छ त के हो भाइ यार है गुड्ने कुरा कहिले पनि उड्दैन क्या कहाँ गुड्ने कुरालाई अनि तिमी उडाउनु खोजेर हुन्छ त यार हेलिकप्टर हो यो आवाज मात्रै हेलिकप्टरको हो के गुड्ने हो नि त ठिक छ नो प्रब्लम हो नि त नि न्यु इयर स्पेसल हो तेलको कुरा गरेर हुन्छ र यहाँ होइन अनि मासु पाकै छैन नि ए पाकिसक्यो मासु पाकिसकेन नि त नि बाउ सबजना ओ बाउ हेलो कहाँ हो भने क्या कस्तो छ त काका ठिक छ नि होइन क्या कुरै नगरौँ न भने मलाई होइन मैले हानेछ नि काका ह्याप्पी न्यु इयर अब दिँदैछ होइन बवाल दिनु काका लाइट पनि बाल्नु लाइट अगाडि त्यही एक्सिलेटरको छेउमा स्टार्ट भइसकेपछि मात्रै बल्छ होला यो गाह्रो छ नि काका के हान्दाखेरि यस्तो भयो मेरो जुत्ता नि यहाँ जुत्ता हेर्नु न जुत्ता यस्तो भयो नि छैन त केजिएफ स्टाइलमा रे काका लगाउनु पर्यो नि काका आठफोट बिहारको दाई होइन त काका यो बिहारको दाई हो नि त आकाश दाई यहीँ छ भाउ बाइक उद्या के तिमी पनि अब दिने भनेको ठिक छ दिनु पायो म चाहिँ दिन्न है बाबु फेरि तिम्रोमा म त दिन्न तिम्रोमा फेरि है हजुर आन्दोलन भइरहेको छ क्या काका के उडाइदिने हो क्या मेरो भाइ काका के यसरी उडाइदिने हो हाले छ अलिअलि कस्तो लागिरहेछ त काकालाई अब यो आकाश गुरुङको हार्डली डेभिल्सन हो है फेरि यो काका कस्तो लाग्यो भन्नु त काकु कस्तो भइरहेछ हाम्रो न्यु इयर स्पेसलमा चाहिँ अब चट्टलाएर अब हस्त दाइले काका के भइरहेछ ए कस्तो भन्छ तेल अफ छ तेल अफ गरेको छ नि त भइहाल्छ जुत्ता चाहिँ फेरि यस्तो हुन्छ नि यसले अलिकति उति भइसकेपछि यस्तो हेर्न जुत्ता यो पारामा गइसकेपछि त औडा हुन्छ नि त नि होइन यो मैले गर्नु पर्ला जस्तो छ नचिने जस्तो है चिनेन खै दाइ म गरिदिन्छु ल बवाल दिउँ रमाइलो भइरहेछ नि यहाँ छुट्टै रमाइलो छ नि
हार्ली डेभिडसनले सबै रमाइलो दिइरहेको छ नि त्यसले गर्छ रमाइलो गर्छ हार्ली डेभिडसन हो नि त त्यो होइन श्याम दाइको हार्ली डेभिडसन हो है फेरि त्यो होइन बिन्दा सर त्यो टेस्ट ड्राइभ हान्ने हो हार्ली डेभिडसन आका सरको के छ विचार यो हो नि त नि खान्छु मात्रै भनेर हुन्छ खाना जान्नु नि पऱ्यो क्या खाना जान्नु पऱ्यो नि हेलो तिम्रो अब हाम्रो सिन्धुपाल्चोकमा के ब्रान्ड छ भन त नामले इकु भनेपछि फेमस हो है फेरि इकु भनेपछि बवाल फेमस हो होइन इकु भनेको जोकिङ नाम होइन ब्रान्ड हो ब्रान्ड होइन इकु दादा सेकेन्ड इकु दादा हो है फेरि होइन उसले त फेरि थाम डाँडै उसको त्यो अर्को भटभटेमा कटाइदिया हो नि त कहाँ उडाउनु खोजे त नि गुड्ने के हो बाबु न्यु इयर स्पेसल हो क्या यो मान्छे राम्रै मौसमले च्यालेन्ज गरिसकेपछि कसको बाबु के लाग्छ र काका तपाईँलाई नि मौसमले च्यालेन्ज गरिरह मौसमले च्यालेन्ज गरेन ल ल ल ल ल पानी पऱ्यो भने के हो नि त अब त्यही हो घुमाउने हो ए मौसमले च्यालेन्ज गरिसकेपछि अनेक हुन्छ ए बवाल भयो ल यो बवाल रमाइलो भइरहेछ ह्याप्पी न्यु इयर है त बवाल रमाइलो भइरहेछ होइन न्यु इयरको दिन चाहिँ यहाँ बवाल पानी परिरहेको अवस्था हो यो यहाँ फेरि ऱ्याङ्कोट हेर्ने हो भने खतरै हो है फेरि ऱ्याङ्कोट हेर्ने हो भने चाहिँ बवाल हो बवाल तिरपालको चाहिँ फेरि अवस्था यो छ होइन डाङडुङ्गे डाँडामा हो है एकदम ह्याप्पी न्यु इयर है त सबलाई चिकनको अवस्था के भइरहेछ यहाँ ए बवाल हो विजयको दमदार प्रस्तुति छ यहाँ